जय गोर्खा। सम्पूर्ण दार्जिलिङ तराई डुवर्स भारतवर्षभरि छरेर बस्नुभएको गोर्खे सन्तानलाई गोर्खे सलाम भन्न चाहन्छु। मेरो दिल अनि दिमाग यानि कि मस्तिष्कमा एउटै मात्र राजा हो, जो कि श्री अध्यक्ष विमल गुरुङ दाजु। उहाँलाई नै म 2007 दिनको नै मानेर आएको र यो भिडियो हाम्रो श्री अध्यक्ष विमल दाजुको माथि भएको सानो प्रतिक्रिया हो र तपाईहरुलाई शेयर गर्न चाहन्छु। श्री स्वर्गीय मदन तामाङ सरले दिनुभएको प्रतिक्रिया हो। हाम्रो दार्जिलिङको सच्चा राजा यानि कि कुर्सीको हकदार केवल विमल गुरुङ भन्ने कुरो मदन तामाङ सरको यो भिडियोको प्रतिक्रियामा बुझ्न सकिन्छ र त्यसैकारणले यो भिडियो तपाईहरु प्रति म राख्न चाहन्छु। भिडियो हेर्दिनुहोस् होला, लाइक कमेन्ट शेयर पनि गरिदिनुहोस् होला, ताकि जो हाम्रो दार्जिलिङमा अहिले पावरमा बसेर हामीमाथि राजनीति गरिरहनु भएको छ, हामीमाथि एउटा गोर्खाको सपनामाथि, हाम्रो गोर्खाल्यान्डको सपनामाथि खेलवाड गरिरहनु भएको छ, वहाँ तक पुग्नु जरुरी नै छ यो भिडियो। किनभने अहिलेसम्म कुनै पनि हाम्रो दार्जिलिङ डिस्ट्रिक्टमा नेतृत्व गर्ने जति पनि कुर्सीवादीहरू हुनुहुन्छ, उहाँहरूले यो काम गरेको जस्तो लाग्दैन र गोर्खाको माग कहीँ कुनै पनि अफिस यानि कि कुनै पनि पार्लियामेन्टमा गुन्जिरहेको हामी सुन्न सकेको छैनौँ, केवल श्री अध्यक्ष विमल दाजु बाहेक। त्यसैकारणले यो भिडियो तपाईले हेर्नुहोस् होला, ताकि हाम्रो आँखा भएर पनि अन्धा जस्तो, कान भएर पनि बन्द भएको जस्तो, मुख भएर पनि मुख नलाग्ने जस्तो हाम्रो वीर गोर्खा सन्तान सम्म पुगोस् भन्ने इरादाले चाहिँ यो भिडियो बनाइरहेको छु। त्यसैकारणले हाम्रो एकमात्र सपना हो गोर्खाल्यान्ड, हाम्रो आइडेन्टिटी, हाम्रो माटो, हाम्रो चिनारी एकमात्र सपना हो, जो कि मेरो लगायत तपाईहरु सम्पूर्ण जसले पनि मेरो भिडियो हेरिरहनु भएको छ उहाँहरुको सपना हो। त्यसैकारणले आउँदो चुनावमा इलेक्सनमा चाहिँ म तपाईलाई आन्तरिक हृदयबाट बिन्ती गर्न चाहन्छु, हाम्रो अध्यक्ष विमल दाजुलाई एक चान्स दिनु होला, ताकि हाम्रो सपना साकार होस्। जय गोर्खा। विमल गुरुङको त्यहाँनिर मैले सिन्सियरिटी देखेको छु। उले भनेको छ कि एकदम गोर्खाल्यान्ड मार्च 10 तारिक भएन 2010 सालमा म गोल ठोकेर मर्छु भनेको उसले अनेस्टी देखाउने चेष्टा गरेको नि। तर अरु त्यहाँ धुपौरेहरुले भन्दैछ कि जनता भेला गर्नलाई भनेको, यहाँ कालिम्पोङको एउटा धुपौरेले भन्यो। यो धुपौरे निस्केको छ नि, त्यो कालो टोपी लगाएर धुप लाउँदैछ। एउटा धुपौरेले यही भन्यो हैन च्यानलमै, जनता भेला गर्नलाई भने, जनता भेला गर्नलाई ढाट्नुपर्छ। अर्को धुपौरेले दार्जिलिङमा भन्यो सपना देखेको थियो, सपना देख्नु पाउँदैन, पाउँछ नि सपना देख्नु, सपना देख्नु कसले पाउँदैन, सबले पाउँछ सपना देख्नु। तर सपना देखेर भोलि म गोली ठोक्छु भन्नु पर्यो नि। मैले सपना देखे, गोर्खाल्यान्ड नभएको भोलिपल्ट मैले गोली ठोक्दै गरेको देखेँ भने म मान्छु नि। सपना देखे, सपना उले भन्दैछ भने। तर उले त भन्दैछ म 10 तारिक मार्च 10 तारिक 2010 सालमा गोर्खाल्यान्ड भने म आफैलाई गोली ठोकेर मर्छु। उसको एउटा दृढता हो, उसको एउटा कन्भिक्सन हो। त्यो कन्भिक्सन ठिक छ नि, त्यसमै कायम बस। यहाँ 6औं अनुसूची मदन तामाङलाई भयो भने तिस्तामा हाम फाल्छ भनेर भन्यो, मैले त भनेको पनि थिइनँ। यहाँ जिएनएलएफकोहरूले भने 6औं अनुसूची भयो भने मदन तामाङले तिस्तामा हाम फाल्छ भनेर खबर कागजबाट देख्दाखेरि मैले भने मदन तामाङले 6औं अनुसूची भयो भने तिस्तामा हाम फाल्छ। तर तिमीहरू भएनौ भने के गर्छौ? तिस्तामा हाम फाल्नेमा आँट चाहिन्छ, त्यो आँट त तिमीहरूमा छैनौ। 6औं अनुसूची भएन तिमीहरू एक डाडु पानीमा डुबेर मर्नु भने। तर पछि के भने 6औं अनुसूची क्याबिनेटले एप्रुभ गर्यो भन्दा आमा मदन तामाङलाई हामी लगेर टिस्टामा हाम लगेर डुबाउँछौँ पनि भने। तर 6औं अनुसूची भएन। 6औं अनुसूची मैले किन विरोध गर्दैछु? किनभने त्यसले जाति विभाजन गर्छ। आज राईलाई के लिम्बुलाई ट्राइबल बनाएर राईलाई बनाएन, तामाङलाई ट्राइबल, गुरुङलाई ट्राइबल बनाएन। अनि 6 शेड्युलले कभर गरेको ट्राइबललाई इन्कम ट्याक्स लाग्दैन। एकजना फेरि यो जनमुक्तिको उकिल हुँ भन्नेले कहाँ लेखेको छ एमओएसमा भने, ए मूर्ख, एमओएसमा लेखेको छैन। तर 6 शेड्युलको नर्थ इस्टमा गएर हेर, 6 शेड्युल जहाँ जहाँ छ 6 शेड्युलले कभर गरेको ट्राइबललाई इन्कम ट्याक्स लाग्दैन, लिम्बुलाई इन्कम ट्याक्स लाग्दैन, राईलाई लाग्छ, तामाङलाई लाग्दैन, गुरुङलाई लाग्छ, मलाई लाग्दैन, विमल गुरुङलाई लाग्छ। विभाजन भयो त जाति। अनि
छैटौं अनुसूची भनेको फ्युडल सिस्टम हो। सीआरपीसी आइपीसी हुँदैन, थरी तालुकी मण्डलहरुले न्याय दिन्छ। अन्त न्याय माग्दा फेरि हामी कुखुरा चेपेर पो जानु पर्यो त। फ्युडल सिस्टम पो आयो त त्यो त। सामन्तवाद पो हामी ल्याउँदैछौँ त। सामन्तवादसँग लडाईँ गरेर हामीले डेमोक्रेसीमा आएको, अनि हामी चाहिँ फेरि सामन्तवादमा फर्किनु, थरी तालुकी मण्डलको पछि लाग्नु। अनि छैटौं अनुसूचीले भएको जग्गामा चाहिँ आज 22 वर्ष 23 वर्ष भयो इलेक्सन भएको छैन। यो त षड्यन्त्र हो नि। जसरी भारतवर्ष अंग्रेजले छोड्ने बेला हिन्दू मुसलमानमा लडाईँ लगाइदियो, त्यसरी बंगाल सरकारले दार्जिलिङ छोड्नुभन्दा अगाडि राई र लिम्बूमा झगडा लगाइदिन्छ, तामाङ र गुरुङमा झगडा लगाइदिन्छ। यो एउटा षड्यन्त्र हुँदैछ नि। र त्यसको हामीले छैटौं अनुसूची विरोध गर्यो। अनि यही भाइहरू थियो त कम्मर हल्लाइ हल्लाइ नाच्ने। त्यति बेला पनि गोर्खालीको मिटिङ गर्नु दिएन, मदन तामाङ घेवा भनेर आलुदम र पुरी खाने यही भाइहरू हो, यही भाइहरू हो। तर गोर्खालीग दृढ थियो, जनता डल्लै छैटौं अनुसूचीको पक्षमा कम्बर हल्लाएर नाच्दा पनि गोर्खालीगले चाहिँ छैटौं अनुसूची विरोध गरेको हो। यो त सबैलाई थाहा छ त। त्यो एउटा राजनीतिक इच्छा शक्ति हुनुपर्छ। तेन्जिङ शेर्पाको एउटा इच्छा शक्ति थियो र हिमाल चढ्यो त हो। त्यो चिज हो। त्यसले गर्दा म भन्छु भाइहरूलाई के तिमीहरू जति नै फुरफुर गर, तिमीहरूमा अनुभव छैन, तिमीहरूको सबै काम गलत हुँदैछ, गल्ती हुँदैछ। अब मैले तिमीहरूलाई एउटा सामूहिक नेतृत्व भएको भए टेबलमा बसेर म देखाइदिन्थे, आम जनतामा भन्ने थिइनँ। तर अब त्यो सामूहिक नेतृत्व नभएपछि मैले जनतामै भन्नु पर्यो नि त, होइन त? मलाई त बाध्य गराउँदैछु नि, किन म त यो आन्दोलन फुस्किएको हेर्नु माग्दिनँ। यो आन्दोलन यसपल्ट पनि हार भयो भने त्यो मदन तामाङको पनि हार हो, सबैको आम सम्पूर्ण जनता गोर्खालीको पनि हार हो, मेरो हार हो। म हार्नु त माग्दिनँ नि त हो। जाऊ न, तिमीहरू नेता हो, तिमीहरू पगडी गुथ, तिमीहरूलाई अझै ठुलो फेटा म दिउँला, तर सामूहिक नेतृत्वमा आउन। सामूहिक नेतृत्व भनेको मदन तामाङ लिडरसिप होइन हौ, तिमीले गलत सम्झिँदैछौ। मदन तामाङले कम्प्रोमाइज गर्दैन, यो पक्का छ। गोर्खालीगले कम्प्रोमाइज गर्दैन, यो पक्का छ। मदन तामाङले सरकारबाट 1 रुपियाँ पैसा कहीँ सहुलियत खाएको छ भने देखाऊ, मदन तामाङले नमस्कार गरेर छोडिदिन्छ, राजनीति छोडिदिन्छ, गोर्खालीको अफिस हामी बन्द गरिदिन्छ, देखाऊ। यो चुनौती छ, च्यालेन्ज छ। अर्को डिबेट, लेट अस ह्याभ अ डिबेट। इन्ट्रोस्पेक्सन त होस् न हौ, समीक्षा होस् न। आज 80 सालदेखि यसो समीक्षा होस् भन्छु मैले 10-0 अन्तरिम काउन्सिलमा जानै हुँदैन, गोर्खाल्यान्डदेखि बाहेक सम्झौता गर्नै हुँदैन केहीमा पनि। दरिलो खुट्टा टेक, हामी फच्चै गर्छौं। हुन्छ, मलाई थाहा छ नि, अब यत्रो दिनको अनुभव हामीलाई थाहा छ, फच्चै हुन्छ। तर हाम्रो यहाँ कुरा ठिक भएको छैन। एउटा भित्र बाहिर अर्को कुरा, पारी अर्को कुरा, वारी अर्को कुरा, एकदम त्यसरी बिग्रिँदैछ। बीचमा छुस्केहरू छ, सरकारी एजेन्टहरू, त्यो भित्र जनमुक्ति भरि सरकारी एजेन्टहरूको इन्फिल्ट्रेसन छ। अब आवश्यक परे म नाम भनिदिन्छु एक दिन, फटाफट फल्ना यसको हो, फल्ना यसको हो। एसएमएस त्यो अहिले त मोबाइल सबको सिम कार्ड निकाल्यो भने सबका सब पकडा पर्छ, कसको कोसँग बात हुँदैछ। हुन त अब 3-3वटा 4-4वटा मोबाइल राखेको होला, तर पकडा पर्छ, पकडा पर्छ है। यहाँ एकदम जनमुक्तिभित्र बंगाल सरकारको मान्छेको हो, होम मिनिस्ट्री दिल्लीको मान्छेको हो, लोकल एडमिनिस्ट्रेसनको मान्छेको हो भन्ने कुरा नि हामीले चाहिँ प्रत्यक्ष रूपमा देख्दैछौँ। त्यो कुरा सायद जनमुक्तिको नेताहरूलाई थाहा छैन होला, किन जनमुक्तिको त अस्ति त्यो भित्रको कुरा उनीहरूको सेन्ट्रल कमिटीको मिटिङ भयो अस्ति 11 तारिकको मिटिङ भएपछि, त्यो दिल्लीको मा बात भएपछि उनीहरूले रिपोर्ट गर्नु उनीहरूको सेन्ट्रल कमिटी मिटिङ गरे नि। अन्त त्यो मिटिङमा फर्स्ट दिल्लीबाट आउनेको नेतृत्व गर्ने लिडरले उसले पार्टीमा रिपोर्ट राख्नुपर्छ नि। रिपोर्ट राख्दाखेरि नै सुरुमै भन्यो अरे क्या, यहाँ हाम्रो कुरा बाहिर लिक हुँदैछ, कसले लिक गर्दैछ? सुरुमै हाम्रो कुरा कसले बाहिर लिक गर्दैछ, यहाँ लिक हुँदैछ, हाम्रो लिकै नहुनु पर्ने कुरा के थियो? जनताले चालै नपाउने हुने कुरा चाहिँ के थियो? लिक भयो भने त अझै राम्रो नि हो, राम्रो कुरा छ, लिक भएको राम्रो नि। तर जनताले चालै नपाउनु पर्ने कुरा चाहिँ के थियो त? अनि त्यो चाहिँ सेन्ट्रल कमिटीमा भएको, जुन चाहिँ नेता जसको नेतृत्वमा दिल्ली गयो त्यो नेताले पार्टीमा रिपोर्ट राख्दा फर्स्टमा उसले त्यो भन्यो, यहाँ हाम्रो कुरा लिक हुँदैछ।
जनमुक्तिको कुरा म चाल पाउँछु नि। मैले भने त उनीहरू बात गर्ने त्यो बेलुकै मलाई फोन गर्यो। मलाई त्यो पनि थाहा भयो उसले किन फोन गरेको भने मदन तामाङको प्रतिक्रिया के हुन्छ। अब 7 वटामा त सही त गर्यो, प्रतिक्रिया के हुन्छ? गोर्खाल्यान्ड त एबेन्डन गर्यौं, त्याग्यौं, अब के हुन्छ प्रतिक्रिया भने उसले मेरो नारी छाम्नु फोन गरेको। मलाई थाहा छ नि, त्यो मलाई थाहा छ नि त्यस्तो गरेको। त्यो दिन त्यहाँ त्यस्तो भयो। हाम्रो गोर्खालीकोहरूले गएर थाना घेराउ गर्यो। डिस्ट्रिक्ट मेजिस्ट्रेटले 2 जना मेजिस्ट्रेट पलाएर गोर्खालीको नेताहरूलाई बोलाइ पठायो। हाम्रो पार्टीको 2 जना गएर बात पनि गरे। डीएमले माफी पनि मागे, तपाईहरुको कार्यक्रम यथावत राख्नुहोस्, एसपीसँग म फोन भने उसले फोन पनि गर्यो। बसेर अहिले चिफ मिनिस्टरको भिजिट भएकोले गर्दा फोर्स कम्ती छ र तपाईहरु गएर 11 तारिक दिन एसपीसँग बसेर एसपीसँग बात गरेर 11 तारिक दिन मिटिङ तय गर्यो। टाइम चाहिँ एसपीले बताउँछ भन्यो। अहिलेसम्म टाइम बताएको छैन। यो सबै सरकारको चाल हो नि। सरकारले गोर्खालीले बोल्नु नदिउँ, भएछ भने मदन तामाङलाई क्या मुखै सिलाइदिउँ हो कि च्यानल मार्फत। भाइ जनमत भनेको चाहिँ के हो भने नि, त्यो भाइ चुनावमा उठेको नि, यहाँ म्युनिसिपल चुनावमा उठ्यो कि 4 जना उठेको 4th भयो। काउन्सिल चुनाव पनि लड्यो कि 3 जनामा 3rd भयो नि। हाङ्गु सुब्बाले जित्यो, जेबी राई 2nd भयो, 3rd भयो नि त्यो भाइ। जनमत चाहिँ त्यसलाई भन्छ त। अब यसपल्ट चाहिँ त्यो भाइ ट्राई गर्दैछ एक्लै उठेर फर्स्ट हुँ भन्ने छ, किनभने जनमुक्तिले कसैलाई उठ्नै दिँदैन अनकन्टेस्ट। त्यो भाइको त्यो दाउ छ नि। त्यो भाइ म्युनिसिपल इलेक्सन लड्यो कि मेरै भाइ हो। 4 जनामा 4th भयो, मैले ढाँटेको होइन, सोध। काउन्सिल इलेक्सन लड्यो कि 3 जनामा 3rd भयो। फर्स्ट हाङ्गु सुब्बा भयो, 2nd जेबी राई भयो, 3rd त्यो भाइ भयो। बिचरा त्यो भाइलाई 20,000 रुपियाँ मैले पनि सघाएँ, मेरो पैसा पानीमा गयो। जनमत सघाएँ मैले, मेरो पैसा पानीमा गयो। अनि त्यो भाइले हामी जनमत पाएको पार्टीमा, जनमत चाहिँ त्यसलाई भन्छ जुन चाहिँ भोट तिमीले पाएको थियौ नि, म्युनिसिपल इलेक्सनमा 4th भएको, काउन्सिलमा 3rd भयो, त्यसलाई चाहिँ जनमत भन्छ नि। र अब यस्तो किसिमको भाइहरू चाहिँ अलिक पागल भएको छ हौ। अन्त अस्ति मदन तामाङको मगज बिग्रेको छ भने हिमालय दर्पणमा थियो अरे। जनसभा गर्नु नि हुन्छ तपाईहरु? जनसभा हामी गर्छौं, यो पक्का छ, निश्चित छ। जनसभा हामी गर्छौं, यो पक्का छ, दृढ छ। जनसभा अरु त्यस पछाडि आउँछ नि, त्यस पछाडि कार्यक्रम हुन्छ नि। अब हामी हंगर स्ट्राइक गर्नुपर्ने कि तिस्ताको ब्रिजबाट तल हाम फाल्नु पनि हामी गर्छौं, हामीसित छ। तर झुटा कुरा गर्दैनौँ हामी, जनतालाई त्यसै सताउँदैनौँ। जनता सताउँदैछ नि हो भाइ। यो जुन वार्ता भन्दा अगाडि गर्नुहुन्छ कि पछाडि? यो वार्ता भन्दा अगाडि नै हुन्छ नि, यो वार्ता भन्दा अगाडि नै हुन्छ। यतिका दिनसम्म गोर्खालीको सत्य कुरा बनेर आइरहेको छ, तर गोर्खालीको यसो सत्ता हटाउन खोजेको गोर्खालीले सत्ताको पछाडि छैन। गोर्खालीले सत्ता बहुत चाखेको, भारतको संविधानमा हस्ताक्षर गर्ने गोर्खालीको प्रतिनिधि हो। सत्ता चाखेको, 7 खेप 8 खेप एमएलए जितेको, मन्त्री क्याबिनेट मिनिस्टरसम्म भएको हो। गोर्खालीले सत्ता चाखेको कि बंगालभित्र हुँदैन भन्ने कुरा गोर्खाली निश्चित छ। र सत्ता जबसम्म गोर्खाल्यान्ड हुँदैन तबसम्म गोर्खाली सत्तामा जाँदैन। सत्ताले चाहिँ हामी विभाजित हुन्छौँ। विधानसभामाथि के छ? होइन, विधानसभा, बंगालको विधानसभा लड्ने त गद्दार नम्बर 1 हो झन्। त्यो त बंगालको कानुन नमान्ने, बंगालको विधानसभा लड्ने त गद्दार नम्बर 1 भन्ने, त्यो पनि हेर्नु छ। इन्ट्रेस्टिङ छ। त्यो एक्लै उठेर फर्स्ट हुनु खोज्ने भाइ त विधानसभा ताक्दैछ नि, मलाई पुरा थाहा छ। तर त्यो भाइलाई म है योपालि जित्छौ, एक्लैमा त फर्स्ट हुन्छ नि, होइन? ट्राई चाहिँ त्यही छ, अरूलाई उठ्नै नदिऊ। अब खै है, बडा दुःख लाग्दो छ नि। मैले त म त नराम्रो त भन्दिनँ, मैले नि जान्नु नै सक्दैन नि। कर्मचारीहरूको कुरा छ है, यो अस्थायी कर्मचारी भयो, सबैले एपोइन्टमेन्ट पाउनुपर्छ एकसाथमा। यो फर्स्ट फेज, सेकेन्ड फेज, थर्ड फेज हुनु हुँदैन। किन सर यो चाहिँ किन? किनभने नि अब फर्स्ट फेज सेकेन्ड फेज कसैले पर्खिन सक्दैन, सेकेन्ड फेज आएन भने। किन शङ्खाले जाल बुनिसकेको छ नि त हो। किन रोजीरोटीको सवाल छ, पेटको सवाल छ, होइन? एक साथ नै सबको एपोइन्टमेन्ट हुनुपर्छ नि। फर्स्ट फेज, सेकेन्ड फेज आएन भने बुद्धदेव त बाई बाई हुन आँटेको छ। ममता ब्यानर्जी आयो भने त झन् कडा हुन्छ होला जस्तो लाग्छ मलाई। त्यसले गर्दाखेरि तर यहाँ त घोषणा भइसक्यो 4,000
700 3000 होइन त्यो जनमुक्तिले घोषणा गरेर हुँदैन, पश्चिम बङ्गाल सरकारको घोषणा पो हुन्छ। दिनेले पो घोषणा गरेर, लिनेले घोषणा गरेर हुन्छ। होइन यहाँ यस्तै बतायो नि त, किनभने बङ्गालको प्रतिनिधि तबसम्म चाहिँ विश्वास यहाँ भन्दैछ अरे क्या, शङ्का गर्छ मदन तामाङले भन्छ कि शङ्का गर्यो भने सत्यमा पुग्छ क्या। बिइङ इन अ डाउट एराइभ एट ट्रुथ भनेर सिसिरो भन्ने एकजना फेमस स्पाईले भनेको छ क्या। बिइङ इन अ डाउट एराइभ एट ट्रुथ भनेको, शङ्का गर्यो भने मात्रै सत्य कुरामा पुग्न सकिन्छ। त्यसले गर्दा